हामी दिदी बुहारी भएर यहाँनिर चारो निगुरो पनि भेटिँदो रहेछ गाइस। चारो खोज्न आएको खासमा चाहिँ, तर निगुरो भेटिँदो रहेछ। कस्तो राम्रो राम्रो डुक्कु हामी चारोको साटो घरमा सब्जी पनि लैजाने भयौँ। सिस्नो घारी कति धेरै गाइस, हेर्नु न यहाँ सिस्नो। आमामा थोरै छैन सिस्नो हाम्रो जङ्गलमा। बुहारी चाहिँ चारो खोज्दैछिन्, दिदी चाहिँ यता निगुरो खोज्दैछु। खै त्यहाँ पनि रहेछ, कहिले हो त। आज हामी आमाजु दिदी बुहारी भएर घरमा चारो सुँगुरलाई पनि हुने भयो, हामीलाई पनि हुने भयो गाइस। हेर्नु है, त्यसरी नै काटिदिएको हातले भाँचेको भए माथि टुप्पो यति धेरै अहिले पनि टिपिसक्यौँ हामीले। अघि यति टिपेर राखेको छौँ, योभन्दा धेरै। अनि अहिले फेरि यति टिपिसक्यौँ गाइस। हेर्नु है, आउनु है, कसैलाई चाहियो भने हाम्रो जङ्गलमा टन्नै पाउँछ। गोनी कुरो हो ए बेच्छौ? कसरी बेच्छौ? 30 रुपियाँ मुठा बजारमा लगेर कि घरमै? ए गाउँतिरै रुँदैनौ? अनि तिमीहरू दुईजनालाई मात्रै आउँदा डर लाग्दैन यहाँ? ए न चारो खोज्न चाहिँ एकदम गाह्रो। यस्तो जुका पाउँछ। निगुरो चाहिँ अझै टन्नै पाउने रहेछ, तर हामीले चाहिँ यति मात्र हामीलाई पुग्ने मात्र टिपेको छौँ। जुकाको डरले जुका भएर डर लागेर यति चाहिँ भेला पारेको छौँ। बुहारी चारो हाल्दैछौँ डोकोमा। अब चाहिँ हामी घर जान्छौँ, अनि घरमा लगेर यस्तो मजाले पकाएर खान्छौँ यसलाई। यति मिठो हुन्छ होला नि रबिना। अब चाहिँ हामी घर जान्छौँ। हामीले चाहिँ यति टिप्यौँ। हामीलाई चाहिँ जुकाको डर लाग्यो, जुका यति धेरै ठुल्ठुलो पाउँदो रहेछ। म त कहिले यसरी खोज्न आएको थिइनँ, आज फर्स्ट टाइम आएको। रमाइलो हुँदो रहेछ हौ खोज्न पनि। घर हिँडेको हेर न हौ। अब चाहिँ हामी घर हिँडेको, दिदी बुहारी मिलेर अब घर हिँडेको गाइस। अब अर्कोचोटि फेरि साथीहरू आउनु है, कसैलाई निगुरो चाहिएको छ भने चाहिँ हाम्रो जङ्गलमा टन्नै पाउँदो रहेछ, तर जुकाले चाहिँ फेरि खाइसक्ने रहेछ। हामी दिदी बुहारी भएर यहाँनिर चारो निगुरो पनि भेटिँदो रहेछ गाइस। चारो खोज्न आएको खासमा चाहिँ, तर निगुरो भेटिँदो रहेछ। कस्तो राम्रो राम्रो डुक्कु हामी चारोको साटो घरमा सब्जी पनि लैजाने भयौँ। सिस्नो घारी कति धेरै गाइस, हेर्नु न यहाँ सिस्नो। आमामा थोरै छैन सिस्नो हाम्रो जङ्गलमा। बुहारी चाहिँ चारो खोज्दैछिन्, दिदी चाहिँ यता निगुरो खोज्दैछु। खै त्यहाँ पनि रहेछ, कहिले हो त। आज हामी आमाजु दिदी बुहारी भएर घरमा चारो सुँगुरलाई पनि हुने भयो, हामीलाई पनि हुने भयो गाइस। हेर्नु है।